जय जय श्रीमन्नारायण। कालका रुद्राय मौर्य कालकेयस्थय आसुर युद्धय सज्जा निर्यन्तु आज्ञया त्वरितं मम इत्यज्ञाप्य असुरापति शम्भो भैरव शासन निर्जगामं महासैन सहस्रैर्बहु विवृतं वृत्त। यहाँ एउटा अलिकति गुरुवाणी ल्याएको थिएँ, एउटा सानो। अब फेरि गरिरहन सक्दिनँ पनि, किनकि म बाहिर जाँदैछु। माथि हुन त काठमाडौँ नै हो जाने, तैपनि गर्न सक्दिनँ भनेर मैले अहिले हजुरहरूसँग क्षमा प्रार्थी भएँ। मिलेछ पाइछु भने गर्न पनि सक्छु। ल, यहाँ के भनिएको छ भने, एट डिजाइन गेट होम भनेर आचार्य प्रशान्त गुरु मनोवैज्ञानिक चिकित्सक भन्नुहुन्छ। यो एट डिजाइन गेट होम भन्ने बित्तिकै मैले के सम्झेँ भने, गुरु के बोल्नुहुन्छ भन्दा, अहिले अब म एकपल्ट छोटुसँगै कुरा गर्नु पर्यो। ए छोटु, एक आवाज देऊ, जुन आवाजले संसार ढकमक्क बसन्त हेम शिशुर बसन्त ग्रीष्म वर्षा शरद यी सबैलाई ढाक्ने गरी मैले एउटा के देखेँ भने, यो एउटा पुस्तक थियो मसँग। यो पुस्तक मैले संसार खोजेँ, खोज्दा गरेँ। यसको मतलब बाजे रामचन्द्र को ठाउँमा गुरु चक्रपाणीको त्रिवेणी धामको गण्डकी मुक्तिनाथ को शिरबाट आएका गण्डकी लिएर 98,470 81,954 ट्वाइ फोन गरेर, बाजे म तेनाकुटु नकुटु झ्याइ गर्न लिन आम कि तपाईँ आउनुहुन्छ भनेर सोध्ने र लिन जाने। अनि जेन्जी गुरुङबाट यो कुरा गराउन लाउने। अनि फेरि आऊ बाजे यहाँ आएर थपक्क यहाँ बस भन्ने। र अनि हेर, तिम्रा भएका पाठहरू पनि गर, राष्ट्रनायक भएर राष्ट्रपतिको ठाउँमा आएर बस र हामीलाई शान्ति दिलाऊ भनेर यी कुरा भारतको नरेन्द्र मोदीको कानमा मोदी गुरु भन्दै युवा संसारका युवा मण्डलका सारा पत्रकारहरूले यी कुरा भनिदिने हो भने, मैले संसार हेरेँ। हेर्दा केही नामहरू त छन्, भए तापनि राजनीतिमा, भाषामा, इङ्ग्लिसमा, अनि शास्त्रमा र ब्रह्मचर्यमा खोज्दा गर्दा इन्द्रवृत्तमा पुर्खा यव जस्तो तिनीहरूमा के भन्छ, स्वस्ति न इन्द्रो वृत्त सभा, स्वस्ति न पुर्खा विश्वदेवा, स्वस्ति न ताक्ष अरिष्ट नेमि भन्न सक्ने क्षमताले अलिकति जल सेचन गरेर त्यो पाइलो पर्ने बित्तिकै शान्ति गण्डकी माताले यति शान्ति राष्ट्रलाई गराउँछन्। यो कुरा त सबैलाई विदितै भयो भन्ने कुरा नरेन्द्र मोदी गुरुलाई पुर्याउने र कानामा ट्वाइ सुशीला माताजीको भन्ने र यो कुरा फेरि बैठकमा ल्याउने गर्दा नेपालमा धेरै शान्ति त हुन्छ, नहुने त कुरा छैन। हुन त धेरै हुनुहुन्छ होइन, ल्याएरै राख्नुपर्छ भन्ने नारी नै ल्याउनु पर्दा पनि राधा दासी र गोदा आण्डल पनि मकनपुरबाट हुनुहुन्छ। हुन त राधा दासी चाहिँ पूर्व यिनीहरूबाट हुनुभयो
भनेदेखि आण्डाल चाहिँ गोदा आण्डाल चाहिँ यहाँ उसमा हुनुहुन्छ। अब योभन्दा पनि सर्वश्रेष्ठ मैले त्यहाँ देखेँ। हुन त गुरुहरू लाखौँ देखेँ। अब यो गुरुहरूको नाम खर म पढ्छु। माधव आचार्य गुरु, त्रिवेणीधाम यतिराज खापोसी काभ्रे, रामानुजा नेपाल काभ्रे, गजाधर आचार्य काभ्रे, अब फेरि खगेन्द्र आचार्य स्वामी झापा, अनि यस्तै अरू हुनुहुन्छ। यतिराज स्वामी काठमाडौँ घट्टेकुला, अनि फेरि जगन्नाथाचार्य गुरु हुनुहुन्छ बागलुङ, अनि देवाचार्य गुरु हुनुहुन्छ बाँके, अनि फेरि मुक्तिनाथ मै काम गर्ने गुरु हुनुहुन्छ एउटा देवऋषि गुरुहरू हुनुहुन्छ। त्यसपछि 5 थरबाट पनि हुनुहुन्छ। हुन त हरिप्रपन्नाचार्य, दामोदराचार्य त, राघवाचार्य, लक्ष्मी प्रपन्नाचार्य, यी आदि गुरुहरू त धेरै गुरुहरू त पाएँ र अमेरिकामा थुप्रै गुरुहरू जानुभएको रहेछ। अमेरिका जाने त कति हो कति गुरुहरू। अब अमेरिकामा गएका गुरुहरू पनि वासुदेव ढकाल, नन्दलाल, खगेन्द्र मिश्र, लीलाधर अमेरिका, ध्रुव विराटनगर, त्यसपछि गएर अरविन्द्र दासी गुन्डुमा उहीँ काठमाडौँ हुनुहुँदो रहेछ। त्यसपछि यी रामानुजाचार्य मकनपुर, अनि घनश्याम बागलुङ, ऋषि प्रपन्नाचार्य पर्वत, अनि दामोदराचार्य सप्तरी, यसरी त अलिअलि त देख्न त। तैपनि उहाँहरूको राजनीति भन्दा पनि अब सबै थोकको रूपगुणशील सबै थोक हेर्दा मैले चक्रपाणी गुरुकै त्यही नम्बर दिएँ। त्यही उहाँ भएपछि सर्वस्व संसारै हुन्छ भन्ने कुराहरू चाहिँ मोदी गुरुको कानमा लगिदिएर त्यति काम गर्न पाए हुन्थ्यो भनेर म छटपट भयो आज मलाई फेरि। अनि अब के गरौँ त भन्दा फेरि यति गरेपछि तै हुन्छ कि भनेर मनमा आनन्द लिएर बसेको। अब अरू त मसँग तयारी पनि छैन, केही देख्दिनँ त्यस्तो। अब त्यति चाहिँ मैले भने। अब भान्से चाहिँ अब हामी हुँदैनौँ होला, उहाँहरूलाई भान्से भएछ भने मालासाला उड्न, फुलहरू राख्न, यसो सुशीला माताको नङसङ काटिदिने, टाउको थिचिदिने, यस्तो त्यस्तो भयो भने हामी पनि गर्न सक्छौँ। अलि म चाहिँ अलि गर्न नसक्ने पो रहेछु कि जस्तो लाग्यो क्या। कुनै कुराहरू अलि जाने रहेनछ कि जस्तो लाग्यो। भाँडा माझ्छु, त्यो भाँडा पनि माझ्छु, अनि पूजाका भाँडाहरू पनि माझ्छु, पोज्छु पनि, सबै थोक राम्रोसँग चिटिक्क बनाएर फुलहरू तयारी गरिदिने यी काम त गर्न पनि सक्छौँ त। भान्से गर्नलाई उहाँहरूकै डब्बा आउन सक्छ। सानसानो केटाहरू चिटिक्क परेका लोग्ने मान्छेले मात्रै भान्सा गर्नुपर्छ, भगवान्लाई चढाउनुपर्छ भन्दा रहेछन् शालिग्राम पूजा गर्दा। अब म चाहिँ पर नसक्ने भएको हुनाले स्वाइँ बुढाले गर्दा मैले चाहिँ जल हालेर पड्काउने गरेको छ। त्यो कुरा कसैलाई नभन्नु भन्न चाहिँ नर्मदाले नि यसरी शालिग्राम पुज्दी रहेछ भनेर भन्ने चाहिँ। अब भने पनि केही छैन, परसर छोडिसकेपछि हामी लोग्ने मान्छे जतिकै थियो भने के फरक भयो र भनेर मैले त गर्देँ। साह्रै माया लाग्यो, मैले त गर्देँ। यही कुरा सबै कुरा भनिदेऊ हुन्छ। ल भनिदेऊ छोटु, बुझ्यौ? छोटुलाई यी कुरा सबै, छोटु भनेको युवा मण्डल संसार गुरुहरू हुन्छ, जसले भने पनि केही छैन। यो कुरा मिडियालाई भन्ने, मिडियाले लगेर मोदीको गुरुको कानमा भन्ने, त्यसपछि गएर नेपालमा आउने र यी काम कार्यक्रम गर्नु पर्यो कि। ऋषिश्वरको ठाउँमा उहाँ भारतमा नपुगिकन यता आएर फर्केर आएर हाम्रो काम छैन, चरण टेक्नै पर्छ। त्यसैले ल भनिदेऊ